आफ्नो डिसको बारेमा यसो भन्नुहोस् त, ब्रिफ इन्ट्रोडक्सन अबाउट द डिसेस यु प्रिपेयर्ड। अभी चाहिँ मैले चिकन टिक्का स्विट क्रेप्स प्रिपेयर गरेको छु। स्विट क्रेप्सको लागि चाहिँ सुरुमा ब्याटरको लागि चाहिँ 60 ग्राम फ्लोर, 40 ml मिल्क अनि हाफ टेबल स्पुन सुगर युज गर्दैछ। अनि त्यसलाई ब्याटर बनाएर अनि प्यानकेक्स जस्तै क्रेप्स बनाएको छु। ओके, मलाई अलिकति क्रेप्सको बारेमा हिस्ट्री बताउनुहोस् न। डु यु नो एनिथिङ अबाउट द क्रेप्स हिस्ट्री, हाउ इट इज, हाउ व्हेन इट वाज प्रिपेयर्ड, हु ह्याड प्रिपेयर्ड, विच नेसनल क्लासिकल डिस, कुन देशको हो यो, कहाँबाट सुरु भएको थियो, एनिथिङ, एनी आइडिया अबाउट द क्रेप्स? यसको ओरिजिन चाहिँ धेरै अलिक पुरानो ओल्ड डिस। क्रेप्स चाहिँ फ्रेन्चमा ओरिजिन भएको चाहिँ 17th सेन्चुरी जस्तो लाग्छ। सो क्रेप्सको बारेमा, क्रेप्सको अर्थ चाहिँ के हो, अथवा वाट इज द ब्युटी अफ क्रेप्स? क्रेप्सको चाहिँ यो चाहिँ थिन ब्याटरमा बनाउनु हो। यो चाहिँ स्विट अनि इजी टु मेक अनि क्रेप्स आई मेक यु मच मोर कम्फर्टेबल। अरू डिजर्ट भन्दा क्रेप्समा के त्यस्तो खास छ, अथवा के त्यस्तो सजिलो छ होइन? वाइ द पिपल लभ क्रेप्स? त्यो चाहिँ एकदम क्विकली बनाउन सकिन्छ। एक्ज्याक्टली। अनि यसको इन्ग्रिडियन्ट्स पनि एकदम सजिलो खालको। किड्स लभ द क्रेप्स होइन, बच्चाहरूले मन पराउने। र इट इज बेसिकली द क्रेप्स आर मेड टु मेक दि लाइभ कुकिङ, लाइभ गर्नु सजिलो होइन, अनि क्विक बनाउने र सबै बच्चादेखि एभ्रिबडी छन् एडल्ट्स होइन, सबैले मन पराउने भएको। इट्स अ फ्रेन्च क्लासिकल डिस हो क्रेप्स, क्रेप्स विथ है